आदरणीय दर्शकबिनहरू, अहिले तपाईले मेरो ब्याकग्राउन्डमा जुन दृश्य देखिरहनु भएको छ त्यो अरु कुनै ठाउँको नभई रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाको हो र यसमा देखिरहनु भएको जुन नारा जुलुस छ त्यो चाहिँ नेकपा एमाले गरेको जुलुस हो। खास केमा कसरी गरेको भन्ने कुरा तपाईहरुले जुलुस सुनेर पनि थाहा पाउन सक्नुहुनेछ के को लागि विशेष जुलुस भएको भनेर। मलाई लाग्थ्यो भदौ 24-25 को आन्दोलनपछि हाम्रा जनताहरू केही सुध्रे होला जस्तो लागेथ्यो, तर होइन रहेछ। हाम्रै गाउँठाउँमा पनि अझै एमाले कांग्रेस माओवादीको झोले भएर हिड्ने धेरै रहेछन् भन्ने कुरा चाहिँ आजको यो जुलुसबाट थाहा भयो। न त यसो भन्दै गर्दा हाम्रा साथीहरूलाई हाम्रा पार्टीका कार्यकर्ताहरूलाई नराम्रो ठेस लाग्न सक्छ, तर सत्य यही हो। हिजो जेनजीको आन्दोलनमा गएर तपाईहरुले आन्दोलन गर्ने पनि तपाई हुनुहुन्थ्यो, आज त्यहाँ गएर झण्डा हल्लाउँदै जिन्दाबाद मुर्दाबाद भन्ने पनि तपाई नै हुनुहुन्छ। अब यसमा दोष कसले दिने? नेताले दिने कि कार्यकर्तालाई दिने कि जनता?